नेपालीहरू कम छैनन् भन्ने कुरा फेरि आज युकीले प्रमाणित गरेका छन्। नेपालको झन्डा फेरि अन्तर्राष्ट्रिय रङ्गशालामा फहरिएको छ साथीहरू। नेपाली एमएमए फाइटर युकीले एमएफएन 18मा भारतका मनदीप प्रजापतिलाई शानदार तरिकाले पराजित गरेका छन्। दमदार प्रदर्शन, आक्रामक फाइट र अन्त्यमा नेपालको जित। ओ माई गड, कति खुसीको कुरा। युकीले फेरि प्रमाणित गरेका छन् नेपाली फाइटरहरू कमजोर छैनन् भन्ने कुरा क्या। यसअघि चाहिँ रविन्द्र ढाँटले होइन फाइट जितेर नेपालको शिर उच्च बनाएका थिए भने यसपालि फेरि युकीले पनि एमएमए 18 जितिसकेका छन्। धेरै धेरै बधाई दिन चाहन्छु। र मे 18मा रविन्द्र ढाँटको फाइट पनि हुँदैछ। आशा छ रविन्द्र ढाँटले पनि यो गेम जित्नेछन्। नेपालको शान, नेपालको नाम अझ विश्व सामु चिनाउनेछन्। क्या खुसी लागिरहेको छ। तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ साथीहरू, कृपया कमेन्ट गर्नु होला। थ्याङ्क यू सो मच। फलो फर मोर अपडेट।